बसेछ गाडी हेर्नुहोस् गाइस हेलो गाइज गुड मर्निङ सबैजनालाई है त अहिले चाहिँ हामी नाङ्लाबाट जाँदैछौँ साग पुऱ्याउनु लागि सो अनि अहिलेको हाम्रो गाउँको वेदर चाहिँ हेर्नु देख्न सक्नुहुन्छ है त पानी परेर यस्तो भइरहेको छ है त यहाँ हाम्रो भतिज अनुज रोहिन तामाङ र म चाहिँ जाँदैछौँ होइन ओएमा के हो टुडु लभ के हो यस्तो लड्छु अब हिँड्दा हिँड्दै सो आशा गर्दछु यता स्किप नगरी हेरिदिनुहुन्छ भन्ने भ्लग है त आज हामी टक्कसँग यो हाम्रो यो रोड चाहिँ यो म हिँड्दै गरेको रोड चाहिँ यता चाहिँ फिलिम जाने हो अनि यता चाहिँ टिम्बुरे नाङ्लापा रान्टार पनि यताबाट जान सकिन्छ यो उकालो पनि जान्छ है त गाइस यो बाटो पनि यो ट्र्याक खुलिसकेको छ है त हामफाङ रान्टार है त सर्टकट चिप्लो छ होइन बाटो चाहिँ बिस्तारै जानेछौँ सो अनि त्यही हो वास्तवमा चाहिँ पानी परिरहेको छ होइन वेदर चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ पानी परिरहेको छ अघि रातिदेखि चाहिँ एकदम भारी वर्षा भइरहेको छ करेन्ट पनि गएको थियो अनि बिहान चाहिँ आएको थियो अनि फोन सो चार्ज गरेर चाहिँ सो कन्टेन्ट बनाइरहेको छु है त आशा छ हेरिदिनुहुन्छ भन्ने गाइस जाँदैछौँ हामी यहाँ साइडमा देख्न सक्नुहुन्छ अलैँची बारी अहिलेको मौसम त्यस्तो छ अनि यो अलैँचीको भाउ त अहिले कति 1,08,000 कति सुन्दै थिएँ मैले चाहिँ होइन देख्न सक्नुहुन्छ वा कस्तो दामी छ होइन मौसम पनि आज त हेर्नुहोस् त गाइस हामी चाहिँ अहिले हाम्रो बरौट पुगेको है त यहाँनिर सर्टकट हिँड्यो भने चाहिँ हामी तल डाँडामा निस्केर चाहिँ हामी नाम्दु हुँदै फिटिङ जान सक्छौँ तर अहिले त्यो नाम्दुमा चाहिँ अस्ति बर्खाको बाढीले त्यहाँको पुल चाहिँ पक्की पुल भन्दा पनि त्यहाँनिर मुनि होम पाइप हालेर बनाएको थियो गाडी कुद्नु मान्छे तर्नुको लागि बाइकहरू आवत जावत गर्नुको लागि तर त्यो चाहिँ बाढी आएर चाहिँ बर्खाको टाइममा अस्ति असार साउनमा बगाएको कारणले चाहिँ अहिले त्यहाँनिर मान्छे हिँड्ने बाँसको मात्रै बनाएको छ सो त्यो बाटो चाहिँ गाडी कुद्दैन अनि त्यता जानु सकिन्छ फिटिङ हिँडेर चाहिँ सो अनि त्यो मौसम चाहिँ पानी परिरहेको छ आज रातदेखि मौसमविदले पनि पानी परिरहेको छ भनेर भनिरहेको थियो समाचार न्युजहरू देखिरहेको थियो अब हुन्छ नि सामाजिक सञ्जालमा त्यस्तो छ हेर्नुहोस् त गाइस गाडी कुदिरहेको छ अघि हाम्रो कति गाडी गयो यहाँ फिटिङ जाने 2टा कि 3टा गाडी फिटिङ जाने गइसक्यो अघि नि होइन अब 1-2टा होला अहिले बाटोमा आयो भेटायो भने म मेरो क्यामेरामा क्याप्चर गर्छु गाइस त्यही हो गाइस एउटा गाडी आउँदैछ यता सरसँगले त्यही हो जाँदैछौँ हामी छाता उडेर 2जना होइन त्यही हो अनि तपाईँहरूकोतिर चाहिँ मौसम कस्तो छ कमेन्टमा भनिदिनु होला है त प्रतिका दिन चाहिँ नबिर्सिनु होला हुन्छ है त यहाँनिर ओ माई गड खोल्सा पढेर हेर्नु त आम्मा सक्नुहुन्छ त गाडी चाहिँ मैले भनेको थिएँ नि त बाटोमा भेटाएन म भिडियो बनाउँछु भनेर सो यो गाडी चाहिँ हाम्रो फिल्म जाने नेम्बाङ राजा 2 है त भनेपछि 2टा गाडी रहेछ सर गाडी नै आउँदै रहेछ है त देख्न सक्नुहुन्छ यहाँनिर है त फिल्म जाने गाडी है ए ल यता फसेछ गाडी ठेल्नु सघाउनु पर्ला जस्तो छ है त गाडी फसेछ है त गाउँको बाटो त्यही हो अहिलेको मौसम होइन हेर्नुहोस् गाडी आइसक्यो गाडी है त ल फिटिङ जाने गाडी है त 2टा हामीले यहाँ बाटोमै भेटाइसक्यौँ बाटो चिप्लेको कारणले चाहिँ गाह्रो छ होइन त्यही हो हामी यो गाडीमा चढेर पनि फिटिङ जानु सकिन्छ त्यही हो त गाडी त्यही हो हेलो दा के छ यसो भाइरल भइसक्यो फेरि कता लाग्यो नाङ्लाप्छ ल म बजारतिर लागेको ल हुन्छ ल गेम हेर्नु हो हजुर छैन ल गेममा जाने मेरो काम छ ल हुन्छ दाइ ल त्यो गाई चाहिँ हाम्रो तल दाइ भेटाएको थियो है त अनि आज चाहिँ हामी पनि फिल्म जाने प्लान थियो होइन आज चाहिँ हाम्रो फिल्म जाने प्लान थियो त्योभन्दा अगाडि चाहिँ यहाँ अलिकति बाटो देखाउनु खोज्यो है त बर्खाको टाइममा यस्तो नि गाडी यस्तो चिप्लो छ होइन यस्तो चिप्लो छ होइन यो चाहिँ अहिलेको ताजा न्युज हो होइन सो यहाँ अर्को गाडी चाहिँ चढ्नु गाह्रो हुन्छ होला मेरो विचारमा होइन यस्तो छ होइन
बाटो यहाँ सोलिङ चाहिँ हानेको छ तर यो अब पानी यो भर्खर यो जेसिबीले अब हिजो अस्तिको मात्रै यो सोरेको हो नि त बाटो सफा गरेको हो नि त नगरको जेसिबीले अनि यो नयाँ माटोमा चिप्लिन्छ पानीले भिजेपछि तपाईँहरूलाई पनि थाहा छ अनि त्यस कारणले चाहिँ यस्तो भएको है त गाइज अनि मैले भन्दै थिएँ आज हाम्रो फिल्म जाने प्लान थियो सो अहिले चाहिँ के तरुण के भयो तरुण गोल्ड कप हुँदैछ है त नगर के भन्छ पालिका बिचको सो अनि हामी फाइनल हेर्ने प्लान चाहिँ थियो आज होइन तरुण गोल्ड कपको फिल्म झरेर हाम्रो फिल्म माविको खेल मैदानमा सो पानी परेर चाहिँ देख्न सक्नुहुन्छ वेदर होइन छाताबाट हिँड्नु परिरहेछ सो त्यस कारणले आज हामी फिल्म झर्न सकेनौँ है त सो नेक्स्ट टाइम अब होइन कहिले हुन्छ झरौँला त्यही हो गाइस देख्न सक्नुहुन्छ बाटो यस्तो छ है त गाडी कुदिरहेछ हामी देख्न सक्नुहुन्छ तपाईँहरूले हामी चाहिँ अब नाङ्लाबा छिरिसकेको छौँ है त सो वेदर हेर्नुहोस् न गाइस आमा बादल हेर्नुहोस् न ल त्यही हो गाइस हामीले चाहिँ यो साग बोकिरहेको छ नि भतिजी यो साग चाहिँ यहाँ मरौ 2-3 दिन अगाडि चाहिँ मरौ भएको थियो सो अनि दुःखद घटना भएको कारणले त्यहाँनिर चाहिँ हामी आज साग चाहिँ है त हिँडेर टक्क बोकेर हामीले यहाँ ल्याइदिएको छौँ यहाँ आवश्यक परेको हुनाले चाहिँ गाउँबाट हामीले ल्याएर आएको छौँ भतिजी र मैले देख्न सक्नुहुन्छ है त कस्तो दामी छ है त ल वा यो त रुद्राक्षको बोट चल्लो गाइस हामी यहाँनिर देख्न सक्नुहुन्छ है त पानी परेर पाला भइरहेको छ हामी चाहिँ साग पुऱ्याएर फर्किँदैछौँ सो अर्को पनि फिल्म जाने गाडी यहाँ देख्न सक्नुहुन्छ है त गयो हामी गाडीमा जाउँ कि हिँडेर जाउँ भनिरहेको छौँ है डिस्कस भइरहेको छ हाम्रो भतिजा मेरो केमा जाने त हिँड्दै जाउँ होला के हुन्छ सिचुएसन अनुसार हुन्छ ल सिचुएसन अनुसार मौसम पानी अलिअलि मात्रै पर्दैछ अघि एकछिन हामी त्यहाँ बस्दाखेरि चाहिँ खतरा परेको थियो यसो है त ब्ल्याक टी खाएर चाहिँ लागिसकेको छु देख्न सक्नुहुन्छ बाटो त होइन अब त्यस्तै छ अब बर्खाको टाइममा हेर्नुहोस् अब चिप्लिन्छ है त देख्न सक्नुहुन्छ गाडी अब उक्लिनु मानेको छैन यो चाहिँ अर्को 3टा गाडी भेटिसक्यौँ हामीले गाडी चाहिँ ठेलेर यहाँनिर उगालेर पठाइसक्यौँ निश्चलै त्यही हो गाडी ठेलेर पठाइछौँ तर हामी गाडीमा नआएको किनकि पछाडि ठाउँ नै छैन अनि अगाडि त झन् त्यसै प्याक छ अनि चाहिँ प्याक भएको बेलामा अब कहाँ बस्ने झुन्डारी हिलो लागेर बाटो त्यस्तो छ सो जानु चाहिँ मन थियो पर अब त्यो एक ठाउँ त्यो अघिकोमा चिप्लिन्छ नि त त्यो मुक्तन डाँडा भन्ने ठाउँमा चाहिँ सो त्यहाँ ठेल्नु चाहिँ पर्थ्यो तर अब बस्ने ठाउँ नै थिएन सो हामीले हिँड्दै जाने निर्णय गरेर हिँड्दैछौँ यहाँ देख्न सक्नुहुन्छ खुट्टा यस्तो भएको छ है त त्यहाँ गाडी ठेल्दाखेरि अब भिडियो बनाउँ भन्दा अब क्यामेराम्यान थिएन त्यहाँनिर सो त्यस्तै हो गाइज ल सहीलाई हामी चाहिँ पसल गएर जानु पऱ्यो भनेर है त भतिजामा लाग्दैछौँ गाडी कतिवटा हामीले 3टा त हामीले देखिसक्यौँ त्यो अगाडि 2टा निस्केको थियो होला सायद कि एउटा 2टा होला यहाँ सबै उयो पिकअप मात्रै गइरहेको छ बुलेरो अघि निस्क्यो कि अब सायद अझै एउटा होला गाडी फिल्म जाने होइन गइरहेछ आज झन् विशेष अब त्यो गेम भइरहेछ नि त्यस कारणले नि धेरै त मान्छे गइरहेको होला अनि अब काम पनि भइरहेको होला कतिको त्यो यहाँ हेर्नुहोस् न बाटोमा फुल कस्तो दामी ल सही हिरो लागिहाल्छ नि गाडी ठेल्नु परेपछि त अनि सो अङ्कलले थ्याङ्क्स पनि भनिदिकन जानुभयो हामीले 2जनाले अब होइन हुन्छ त अनि एकजना अङ्कल हुन्थ्यो पछाडि अनि 3जना भएर चट्ट ठेलेर चाहिँ गाडी उस्काएर निकालेर चाहिँ पठाइदिएको सो हामी पसल आइपुगेको छौँ है त अम्बक खै त परेकै छैन त इत्रै छ त्यही हो यता अगाडि देख्न सक्नुहुन्छ कालिका आधारभूत स्कुल सो अहिले नाङ्लापाको मौसम हेर्न सक्नुहुन्छ है त फुल हेर्नुहोस् न ल सही हो दोकानमा को हुन्छ होला हेलो दोकानमा को हुन्छ होला सही हो देख्न सक्नुहुन्छ हाम्रो कालिका आधारभूत स्कुल चाहिँ अहिले लागिरहेको छ है त
स्कुल क्लास भइरहेको छ अहिले भित्र नछिरौँ होला है त छिर्नु अनुमति छ होला तर नछिरौँ होला है त देख्न सक्नुहुन्छ यहाँनिर फिल्म नगरपालिका 7 नाङ्लापा 5 त त्यही हो हामी नाङ्लाबाट अब हाम्रो घरतर्फ है गाउँतर्फ लाग्दैछौँ त्यो पानी अलिअलि परिरहेछ छाता यहीँ छ मारेकै छैनौँ सो नि हामीले त्यो उयो पसलमा गएर चाहिँ चौचौहरू चाहिँ के ल्याएर छौँ अब खाएर चाहिँ हामी त्यसो लाग्नुपर्ने हुन्छ बाटो हिलो छ बिस्तारै जानुपर्ने हुन्छ है त त्यही हो गाइज हामी बाटोमा छौँ अहिले होइन देख्न सक्नुहुन्छ भतिजा अगाडि जाँदैछ पानी हल्का पर्ला जस्तो गरिरहेको छ त अलिक ठुलो पर्नु खोज्दैछ देख्न सक्नुहुन्छ वेदरहरू है त आम्मामा हैट के हो मौसम त लास्टै बिग्रियो कस्तो घाम लागिरहेको थियो जस्तो दिनसम्म कपडाहरू धुनुपर्ने थियो खत्तम पारिदियो त्यही हो गाइज अब हामी पनि 15 मिनट जतिमा पुग्छौँ होला सो अनि भिडियो हेरिदिनु भयो है त नयाँ हुन्छ भने च्यानलमा सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई थ्याङ्क्स फर वाचिङ अर्को भ्लगमा फेरि भेट्नेछु बाई बाई